पवन दाई जसले मलाई यो चलचित्र उद्योगमा पहिलोचोटि ब्रेकै दिनुभयो। मलाई बम्बईबाट बोलाएर हिरो बनाउने उहाँ नै हो। म बम्बईमा पहिलो फिल्म पिञ्जडा दिने उहाँ नै हो। तर उहाँको एउटा अभिव्यक्ति हामीले देखेका थियौँ तपाईँको बारेमा कि यतिखेर म चाहिँ एकदमै असहज परिस्थितिमा छु, तर एकचोटि पनि मेरो साथी मेरो भाइ मलाई भेट्न आउनु भएन भन्ने उहाँको एउटा गुनासो कहीँ कतै हामीले हो नि धेरैले सोसियल उसमा यो कुराहरू भनेका छन्, तर यसको भित्री कुराहरू अरू नै छ। सायद अझ चित्त दुखेका कारणले चित्त दुख्ने कुराहरू म त्यति भन्न चाहन्न। यस्तो हो, मैले मेरो तर्फबाट गर्ने उहाँको त्यो अवस्थामा मैले गरिनँ होला। म त्यसै पनि अरूलाई नामै नलिकन, मान्छेहरू त सानो डोनेसन पनि यसरी एङ्गल मिलाएर फेसिङ क्यामेरापट्टि नि गरेर हात यता दिएर पनि गरिन्छ, त्यो पनि अर्काले पठाएको चिजमा हैन। मैले कति हेल्पहरूलाई आजसम्म थाहा पनि दिएको छैन। यो मैले यहाँ भन्न बाध्य भयो, यो पनि एउटा भनाइ नै हो। फेरि मैले यस्तो गरेको छु भन्नु, खास यो चाहिँ अब तपाईँको क्वेसनको आधारमा भन्ने कुरा पनि थिएन भने पक्कै उहाँलाई पनि मैले सुरुवातको त्यो समयमा धेरै गरेको। तर त्यहाँ केही टेक्निकल प्रब्लमहरू थियो जसको कारणले गर्दाखेरि म आफै पनि बहुत दुःखी भएँ हैन। कि यहाँ हेल्प गरेर हेल्प कतिसम्म हुन्छ, कहाँसम्म हुन्छ, कहिलेसम्म तान्न सकिन्छ, केसम्म गर्न सकिन्छ, हामी आफै सोचौँ हैन। मान्छेलाई भन्न सजिलो छ। निखिल उप्रेतीको चाहिँ आफ्नो अवस्था कस्तो छ त्यो पनि त एउटा ठाउँ होला। हरेक चिजको आफ्नो अवस्थाबाट आफ्नै तरिकाले बुझिरहेको हुन्छ। यो बाहिरी हेराइ हो, एकले अर्कोलाई भन्नुपर्ने, तर त्यस्तो केही पनि होइन। मैले पछिल्लोचोटि भेटा पनि थिएँ। उहाँलाई सन्देश के छ? उहाँलाई सन्देश यही छ कि समयले जहाँ जसरी छ हामीले त्यही नै स्ट्रङ हुनुपर्छ र काम गर्न सक्ने अवस्था र त्यो अवस्था छ भने हामीले पनि उहाँलाई सपोर्ट गर्नुपर्छ कामको माध्यमबाट। हामीले पनि उहाँलाई हेल्प गर्नुपर्ने हुन्छ अरू सहयोगबाट। तर जीवनभरि हेल्पको चिजले भित्र न भित्र कहीँ कमजोर बनाउँछ। हामीलाई ठिक लाग्ला हेल्प गर्दाखेरि, तर व्यक्ति विशेषमा त्यो मजबुती भित्रबाट पलाउँदैन। त्यसको लागि कहिलेकाहीँ कठोर पनि हुनुपर्ने हुन्छ कि सामनेवालालाई स्ट्रङ आफैमा बन्दिनको लागि।